आजको हाम्रो चर्चा दोस्रो विश्वयुद्धको एउटा यस्तो अविश्वसनीय कथामा केन्द्रित छ। एउटा यस्तो कथा जहाँ एक व्यक्तिले असम्भवलाई पनि सम्भव बनाएर देखाए। सोच्नुस् त यो अवस्था, यी शब्दहरूले नै त्यो रातको भयावहताको सङ्केत दिन्छन्। हो, यो कथा हो लक्ष्मण गुरुङको, एउटा यस्तो नाम जो पछि गएर वीरताको अर्को नामै बन्यो। कुनै पनि महान कथाको सुरुवात हैन प्राय एकदमै सामान्य हुन्छ। लक्ष्मण गुरुङको कथा पनि त्यस्तै त हो नि, एउटा साधारण युवक, तर उनको भाग्यमा सायद युद्धको आगोमा खारिनु लेखिएको थियो। उहाँको जन्म कहाँ भएको थियो त? नेपालको चितवन जिल्लाको एउटा एकदमै शान्त गाउँमा। यही सामान्य पृष्ठभूमिले गर्दा नै पछि उहाँले सामना गरेका असाधारण अवस्थाहरू झनै चकित पार्ने खालका छन्। अनि त्यही गाउँको शान्त जीवन छोडेर उनी बने 8औं गोर्खा राइफल्सका राइफलम्यान। यो त्यो रेजिमेन्ट हो जसको बहादुरीको चर्चा त संसार भइ नै हुन्छ। अब भने उनको जीवनले एउटा बिल्कुलै फरक मोड लिँदै थियो। ल, अब कुरा गरौँ त्यो समय र ठाउँको जहाँ यो ऐतिहासिक घटना घट्यो। समय थियो दोस्रो विश्वयुद्धको अन्तिम र सायद सबैभन्दा क्रूर चरणको। अनि युद्धको मैदान बर्माको बाक्लो घना जङ्गल। यो कुरा हो सन् 1945 को। ठाउँ थियो बर्मा, जसलाई हामी आज म्यानमार भनेर चिन्छौँ। त्यहाँको तोङदत भन्ने ठाउँको घना जङ्गलमा ब्रिटिस गोर्खा र जापानी सेनाबीच एकदमै भीषण जीवन मरणको लडाईँ चलिरहेको थियो। हो, त्यही युद्धको सबैभन्दा अगाडिको मोर्चामा तैनात थिए लक्ष्मण गुरुङ। अब अग्रपङ्क्तिमा हुनु भनेको के हो? यसको मतलब हो हरेक पल मृत्युको मुखमा हुनु। लक्ष्मण गुरुङ र उहाँका साथीहरू जुनसुकै बेला हुन सक्ने दुश्मनको आक्रमणको लागि तयार थिए। त्यो बेलाको माहौल कस्तो थियो होला? चारैतिर बारुदको गन्ध, अनि केही थाहा छैन अर्को पल के हुन्छ। अनि जुन कुराको डर थियो त्यही भयो। एक रात अचानक दुश्मनले आक्रमण गर्यो। हो, यही आक्रमणले उनको जीवन सधैँका लागि बदल्दियो। त्यो रात उनको साहसको सबैभन्दा कठिन परीक्षा थियो। एकछिन सोचौँ त, घना जङ्गलको त्यो कालो रात जहाँ हाते मुखमा लाग्दा पनि नदेखिने अँध्यारो छ। यस्तो अवस्थामा जब मृत्युले चारैतिरबाट घेरेको हुन्छ, हो त्यति बेलै त हो नि मान्छेको साहसको असली परीक्षा हुने। अनि अचानक जापानी सेनाले उनको पोस्टमा ग्रेनेड हान्न थाले। पहिलो ग्रेनेड आयो, लक्ष्मणले त्यसलाई तुरन्तै टिपेर दुश्मनतिरै फ्याँकिदिए। दोस्रो ग्रेनेड आयो, त्यसलाई पनि त्यसै गरी फ्याँके। तर तेस्रो ग्रेनेड, त्यो फ्याँक्ने समय नै मिलेन र त्यो उनको दाहिने हातमै विस्फोट भयो। त्यो विस्फोट एकदमै भयानक थियो। उनको दाहिने हात पुरै क्षतविक्षत भयो। अनुहार र शरीरमा गम्भीर चोटहरू लागे, रगत बग्न थाल्यो। यस्तो पीडाले त जो कोहीलाई पनि घुँडा टेकाउन सक्थ्यो, होइन र? तर लक्ष्मण गुरुङ साधारण मानिस थिएनन्। हो, यहीँबाट कथाले एउटा यस्तो मोड लिन्छ जहाँ त्यो असह्य पीडाबाट एउटा असम्भव सङ्कल्पको जन्म हुन्छ। सोच्नुस्, रगतले लतपतिएको अवस्थामा पनि उनी चिच्याए, म यो पोस्ट छोड्दिन। यो केवल एउटा वाक्य मात्र थिएन, यो त उनको अटुट सङ्कल्पको घोषणा थियो। उनले हार मानेका थिएनन्। अनि त्यसपछिका 4 घण्टा सायद इतिहासकै सबैभन्दा अविश्वसनीय क्षणहरूमध्येका थिए। उनले एक्लै त्यो रगत बगिरहेको अवस्थामा दुश्मनको लगातारको आक्रमणलाई रोकिरहे। 1 घण्टा, 2 घण्टा होइन, पुरै 4 घण्टासम्म। तर कसरी? एउटा हातले, हो, आफ्नो राइफल बायाँ हातले चलाएर। त्यो बेलाको बोल्ट एक्सन राइफललाई एउटै हातले लोड गर्नु अनि गोली चलाउनु, यो लगभग असम्भव काम हो। तर उनले त्यही असम्भव कामलाई सम्भव बनाएर देखाइदिए। एकपछि अर्को उनले 100औं राउन्ड गोली चलाए। उनको बन्दुकबाट निस्केको हरेक गोली उनको अदम्य इच्छा शक्तिको प्रमाण थियो। र उनको यही एक्लो प्रतिरोधले जापानीहरूको त्यो भीषण आक्रमणलाई पुरै निस्तेज पारिदियो। अन्ततः जब रातको अँध्यारो छिचोलेर बिहानीको पहिलो किरण देखियो, तब मात्र युद्धको वास्तविक तस्विर देखियो। उनको पोस्ट सुरक्षित थियो, दुश्मनहरू पछि हटिसकेका थिए र सबैभन्दा महत्त्वपूर्ण कुरा, उनका साथीहरूको ज्यान बचेको थियो। यो सबै उनको एक्लो प्रयासको नतिजा थियो। अब यस्तो अद्वितीय बहादुरीको कथा गुमनाम रहने कुरै भएन। उनको त्यो त्याग र वीरतालाई सिङ्गो विश्वले सम्मान गर्यो। उहाँलाई प्रदान गरियो भिक्टोरिया क्रस, जसलाई वीसी पनि भनिन्छ।
यो के हो त भन्दा ब्रिटिस र राष्ट्रमण्डल सेनालाई दिइने वीरताको लागि सबैभन्दा उच्च, सबैभन्दा प्रतिष्ठित पदक हो। यो त्यस्तो व्यक्तिलाई मात्र दिइन्छ जसले असाधारण भन्दा पनि माथिको साहस देखाउँछ। त्यही अदम्य साहस र कर्तव्यप्रतिको अटल समर्पणको लागि नै लक्ष्मण गुरुङलाई यो सर्वोच्च सम्मान दिएको थियो। यही सम्मानले उनको नाम इतिहासमा सधैँको लागि अमर बनाइदियो। यो तथ्यबाट हामीले के सिक्न सक्छौं? एउटा एकदमै गहिरो कुरा, लक्ष्मण गुरुङको शरीर घाइते भयो, रगत बग्यो, अङ्गभङ्ग भयो, तर उनको साहस, उनको हिम्मत त्यो कहिले हारेन। अनि अन्त्यमा लक्ष्मण गुरुङको यो कथाले हामी सबैको मनमा एउटा प्रश्न छोडेर जान्छ। आखिर मानिसको इच्छा शक्ति र सङ्कल्पको वास्तविक सीमा के होला? के यसको कुनै सीमा हुन्छ र? सायद हुँदैन।